साथीहरू नमस्ते, गुड आफ्टरनुन, सेवा सबैजना आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दै म कुमारी अफिसियल युट्युब च्यानल फेरि पनि हाजिर भइसकेको छु। हजुरहरूको सानो सबैलाई स्वागत छ भन्दै म फेरि पनि भ्लग सुरु गर्न लागिरहेको छु। म चाहिँ आज दिउँसो भनौँ न, अब दिउँसो मेरो भ्लग सुरु गर्न लागेको छु साथीहरू। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ? म चाहिँ आज के देखाउन लागिरहेको छु, मसँगै जानुपर्ने हुन्छ, मसँगै आउनुपर्ने हुन्छ, आउनु होला, मसँगै आउनुहोस् है त। मैले के देखाउँछु आज चाहिँ म एक ठाउँमा जाँदैछु, किनभने त्यहाँ होइन आजको रिजल्टको उद्घाटनतिर यति भन्दै। अनि नयाँ नयाँ यदि मेरो साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला अनि साथी बनिदिनु होला भन्दै नयाँ नयाँ साथीहरूलाई पनि म अनुरोध गर्दै म मेरो भ्लग स्टार्ट गर्न लागेँ। मेरो साथीहरू मेरो भ्लगतिरै जाउँ है त साथीहरू, सबैजनालाई एकदमै माया सम्झना त साथ म भ्लगतिरै जानेछु, लानेछु सबैजनालाई। यो चाहिँ आजको ओपनिङ भएको दिनको बाहिरदेखिको सिन। मोमोको भातको भित्र चाहिँ जाँदैछु साथीहरू, कस्तो छ हेर्नुहोस् न। आज जाउँ है त साथीहरू। यो ठाउँमा चाहिँ एकदम कपिराइट गीत बजिरहेको थियो, कपिराइट हुन्छ भने मैले चाहिँ अफ गरेर आफू बोलिरहेको छु साथीहरू। सबै यो टुर गराउँदैछु होइन, सबै यो भित्र जाने बेलाको सिनहरू हो, गेट बाहिरको। अनि भित्रमा पढ्दैछु, हेर्नु होला साथीहरू। झापा दमकको चाहिँ भाटभोटेनी ओपनिङ डेको हो, 25 गतेको ओपनिङ भएको थियो। त्यसको चाहिँ केही झलकहरू हेर्नु होला साथीहरू। तिमी हिउँसँग तपाईँ लिएर आउँछु है। रनिङ गर्नु धेरै बेर लाग्ने छ, हामी त हेर्दै मात्रै छौँ। सबसरी राम्रो छ, एकदम प्योर आइडल सब फुड आइटम छ। यता फेरि सेम्पू वासिङ सेम्पू आइटम।
हेलो साथीहरू 16 नम्बरमा म चाहिँ बसेको छु होइन 16 नम्बर पिज्जामा आएको छु होइन टिकट सिस्टमले टिकट काट्दैछु आयो यतिकै हातले नै खाने यो के होला हौ सो स्टोर थोड़ा आएको छ नि त धेरैजना बसमा यस्तो छ साथीहरू भातभटेनीको सिनहरू यस्तो छ आजलाई यति नै अब दमकको भातभटेनीमा होइन हामीले टुर गरेको भातभटेनीको हस् त साथीहरू आजलाई चाहिँ यति नै बन्द गर्छु मेरो भ्लग होइन फेरि पनि अरू भ्लगमा भेट्ने बाचा गर्दै सुकुमारी अफिसियल युट्युब च्यानल माया गर्नुहुने सबैजना साथीहरूलाई चाहिँ होइन आजलाई यति नै बन्द गर्छु मेरो भ्लग अर्को भ्लगमा चाहिँ भेट्ने बाचा गर्दै लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला बाई बाई मान्छेहरू आफ्नो आफ्नो वेशभूषामा आएको छ होइन आज है